आदरणीय श्रोतावृन्द, नमस्कार। के तपाईलाई ज्ञात छ कि कुनै एक स्वर्णिम युगमा हाम्रो नेपाल विश्वकै सर्वाधिक समृद्ध व्यापार मार्गको मुटु थियो? हो, यो यस्तो एउटा गाथा हो जसले तपाईका कल्पनाका सिमानाहरूलाई फराकिलो पार्नेछ र तपाईलाई अवाक बनाउनेछ। कल्पनाको त्यो क्षितिजमा डुब्नुहोस् जब युरोप रोमन साम्राज्यको वैभवले झकिझकाउँथ्यो। त्यसै बेला हाम्रो काठमाडौँ उपत्यका स्वर्ण र रजतको व्यापारले गुन्जायमान हुन्थ्यो। जब अरबका व्यापारीहरू रेशम मार्गको रहस्यमय यात्रामा लीन थिए, हाम्रा नेवार व्यापारीहरूले त तिब्बत र चीनसम्मका दुर्गम पगण्डनीहरू समेत नापिसकेका थिए। आज हामी नेपालको त्यो प्राचीन रेशम मार्गको कथा खोतल्दैछौँ। यो केवल विगतको एउटा पाटो मात्र होइन, यो हाम्रो अतुलनीय गौरवको गाथा हो। यदि तपाईँ नेपाली हुनुहुन्छ भने यो गाथा श्रवण गरिसकेपछि तपाईँको हृदय देशप्रेम र गर्वले भरिनेछ। त्यसैले यस यात्रामा अघि बढ्नु अघि कृपया हाम्रो यो प्रस्तुतिलाई मन पराउनुहोस्, लाइक र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। सर्वप्रथम बुझौँ यो रेशम मार्ग आखिर के थियो। रेशम मार्ग भन्नाले चीनदेखि युरोपसम्म फैलिएका व्यापारिक मार्गहरूको एउटा विशाल र रहस्यमय सञ्जाल हो। यस मार्गमा रेशमको कोमलता, स्वर्णको चमक, मसलाको सुगन्ध, औषधिको उपचार शक्ति र ज्ञानको ज्योति सबैले एकसाथ यात्रा गर्थे। र स्मरण रहोस्, यस महान रेशम मार्गको एक अत्यन्तै महत्त्वपूर्ण शाखा हाम्रै नेपालको भूमि भएर गुज्रन्थ्यो। अब यो अनौठो र विस्मयकारी तथ्यमा ध्यान दिनुहोस्। काठमाडौँ उपत्यका त्यो समय एसियाकै सर्वाधिक वैभवशाली नगरहरूमध्ये एक थियो। किनभने यसको अवस्थिति चीन र भारतको ठिक मध्यभागमा थियो। प्रत्येक व्यापारी यस उपत्यकामा आउन बाध्य थिए। यहाँ एक विशाल बजार लाग्थ्यो जहाँ तिब्बती, चिनिया र भारतीय व्यापारीहरू एकै ठाउँमा भेला हुन्थे आफ्ना व्यापारिक सम्झौताहरू सम्पन्न गर्न। नेवार व्यापारीहरू त्यो युगका वास्तवमै करोडपति थिए। उनीहरूले स्वर्ण र रजतका कलात्मक मूर्तिहरू निर्माण गर्थे जुन तिब्बतमा अत्यन्तै महँगो मूल्यमा बिक्री हुन्थ्यो। कतिपय मूर्तिहरूको मूल्य त एउटा सम्पूर्ण घरको मोल बराबर हुन्थ्यो। यही वैभवका कारण आज पाटन र भक्तपुरमा देखिने ती कलात्मक दरबारहरू र भव्य घरहरू सोही व्यापारको अपार धनराशिको प्रतिफल हुन्। तर कथा केवल व्यापारको मात्र होइन। हाम्रा पुर्खाहरूको अदम्य साहसको गाथा सुन्नुहोस्। उनीहरू हिमालका दुर्गम श्रृङ्खलाहरू पार गर्थे। 5000 मिटरभन्दा बढी उचाइका हिमाच्छादित क्षेत्रमा कठोर हिमपात र चिसोको सामना गर्दै भारी सामान बोकेर यात्रा गर्थे। आज हामी सुविधाजनक बस र गाडीमा यात्रा गर्छौँ, तर त्यो बेला उनीहरू याक र घोडामा सवार भएर महिनौँ लामो कष्टकर यात्रा तय गर्थे। अब सुन्नुहोस् एउटा अझ रहस्यमय र अचम्मित पार्ने कुरा। नुन त्यो समयमा स्वर्ण झैँ बहुमूल्य थियो। हो, त्यही नुन जुन आज हामी सामान्य 10 रुपैयाँमा सहजै खरिद गर्छौँ, त्यही नुनको मूल्य त्यो बेला प्रति किलो हजारौं रुपैयाँसम्म पुग्थ्यो। किनभने हिमाली भेगमा नुनको उत्पादन हुँदैन थियो। तिब्बतबाट जोखिमपूर्ण यात्रा तय गर्दै नुन आयात गर्नुपर्थ्यो। आखिर ती व्यापारीहरूले कसरी आफ्नो यात्रा सम्पन्न गर्थे? उनीहरू विशाल समूहमा कारवा बनाएर यात्रा गर्थे। कल्पना गर्नुहोस् त त्यो अलौकिक दृश्य। 300 याकहरू एकसाथ अघि बढ्दै, उनीहरूका घाँटीमा झुन्डिएका घन्टीहरू बज्दै, पहाडका विकट भन्ज्याङहरू चढ्दै, कस्तो अद्भुत र अविस्मरणीय परिदृश्य हुन्थ्यो होला त्यो। तर त्यो यात्रा कदापि सहज थिएन। बाटामा लुकेर बसेका डाकुहरूको आतंक, जङ्गली हिंस्रक जनावरहरूको भय र हिउँ तथा चिसोले ल्याउने ज्यानमारा चुनौतीहरूले यात्रालाई झनै जोखिमपूर्ण बनाउँथ्यो। अनेकौं व्यापारीहरूले त यात्राकै क्रममा आफ्नो ज्यान गुमाउँथे। तर जो यी सबै चुनौतीहरूलाई पार गरेर सफल हुन्थे, उनीहरू अथाह धनका मालिक बन्थे। शेर्पाहरू वास्तवमा हिमालका अधिपति थिए। हिमाली भूभागबारे उनीहरूको ज्ञान अतुलनीय थियो। कुन बाटो सुरक्षित छ, कहाँ हिमपहिरोको जोखिम छ र कहाँ विश्राम लिने, यी सबै रहस्यहरू उनीहरूलाई राम्ररी ज्ञात थियो। शेर्पा मार्गदर्शक बिना व्यापारीहरूका लागि हिमाल पार गर्नु असम्भव प्राय थियो। अतः शेर्पाहरूले आफ्नो सेवा बापत मनगण्य पारिश्रमिक प्राप्त गर्थे।
अब एउटा रहस्यमय राजको पर्दाफास गरौँ। मुस्ताङ राज्य। यो भौगोलिक रूपमा नेपालकै भूभाग थियो, तर सांस्कृतिक रूपमा तिब्बती परम्पराले ओतप्रोत थियो। मुस्ताङका राजाहरू यति धनी र शक्तिशाली थिए कि उनीहरूका राजमहलमा स्वर्णजडित सिंहासनहरू हुने गर्थे। किनभने प्रत्येक व्यापारी मुस्ताङको मार्ग हुँदै यात्रा गर्न बाध्य थिए र राजाले प्रत्येक व्यापारीबाट भारी कर असुल गर्थे। मुस्ताङको राजधानी लो मन्थाङ त्यो युगको एउटा जीवन्त र समृद्ध दुबई झैँ लाग्थ्यो। विश्वका विभिन्न कुनाबाट आएका व्यापारीहरूले यहाँ चहल पहल बढाउँथे। विशाल गोदामहरू, रमणीय सरायहरू सबै यहाँ उपलब्ध थिए। बजारमा विदेशी भाषाहरूको गुन्जन सुनिन्थ्यो। चिनिया, तिब्बती, नेपाली, हिन्दी हरेक भाषाका बोलीहरू एकसाथ गुन्जयमान हुन्थे। काठमाडौँको असनटोलको वैभव पनि कुनै आश्चर्यभन्दा कम थिएन। यो एसियाकै सर्वाधिक व्यस्त र जीवन्त बजारहरूमध्ये एक थियो। प्रातःकालदेखि सन्ध्याकालसम्म यहाँ व्यापारीहरूको अनवरत भिड लाग्थ्यो। कोही सुनको कारोबार गर्दै, कोही रेशमका थानहरू खरिद गर्दै, कोही सुगन्धित मसलाहरू साटासाट गर्दै। अब एउटा अझै गहिरो र रोचक प्रश्नमाथि विचार गरौँ। हाम्रा पुर्खाहरूले कसरी आफ्नो जीविका चलाउँथे? उनीहरू असाध्य दूरदर्शी र बुद्धिमत्तापूर्ण थिए। उनीहरूले गुठी नामक एक अनुपम सामाजिक प्रणालीको विकास गरेका थिए। यो एउटा सामूहिक सङ्गठन थियो जहाँ सबैजना सहकार्य र सहयोगको भावनाका साथ काम गर्थे, एक अर्कालाई निरन्तर साथ दिन्थे। के तपाईले परमा प्रथाबारे सुन्नुभएको छ? यो साँच्चीकै एउटा अद्भुत परम्परा थियो। जब कसैको खेतमा धान रोपाई गर्नु पर्थ्यो, सम्पूर्ण गाउँलेहरू एकजुट भएर एकै दिनमा सो कार्य सम्पन्न गरिदिन्थे। भोलिपल्ट अर्कोको खेतमा। यसरी पालैपालो सबैको काम सम्पन्न हुन्थ्यो। कति सुन्दर, कति प्रभावकारी र सामूहिक भावनाले ओतप्रोत प्रणाली थियो त्यो। खाना संरक्षण गर्ने उनीहरूको विधि पनि विस्मयकारी थियो। आधुनिक फ्रिजको अभावमा पनि उनीहरू महिनौसम्म खाना सुरक्षित राख्न सक्थे। कसरी? मासुलाई सुकाएर, नुन दलेर, धुवाँमा राखेर वा हिउँ मुनि गाडेर। यो अमूल्य ज्ञान पुस्ता दर पुस्ता हस्तान्तरण हुँदै आएको थियो। तर श्रोतावृन्द, आखिर त्यो सुनौलो युग किन समाप्त भयो? यसको उत्तर एक दुःखद इतिहासमा लुकेको छ। सन् 1950 को दशकमा चीनले तिब्बतमाथि आफ्नो पूर्ण नियन्त्रण कायम गर्यो। सीमानाहरू बन्द गरिए। स्वतन्त्र व्यापारको युग समाप्त भयो र अनेकौं व्यापारीहरूले आफ्नो जीविका गुमाए। त्यसपछि आधुनिक सडकहरूको निर्माण कार्य प्रारम्भ भयो। पहिले 10 दिनसम्म लाग्ने यात्रा अब एकै दिनमा सम्पन्न हुन थाल्यो। याक र घोडाको स्थान ट्रकहरूले लिए। पुराना व्यापारीहरू बेरोजगार बने। शेर्पा र तामाङ समुदायका मानिसहरूले आफ्नो परम्परागत पेशा गुमाए। अनेकौं धनी परिवारहरू एकाएक गरिबीको चपेटामा परे। असनटोलको अनवरत चहल पहल मन्द भयो। मुस्ताङको प्राचीन वैभव लोप भयो। यो वास्तवमा एक समृद्ध युगको दुःखद अवसान थियो। तर यस अन्धकारमय परिदृश्यमा एउटा आशाको किरण पनि चम्कियो। पर्यटनको ढोका खुलियो। ती पुराना व्यापार मार्गहरू अब पदयात्रा, ट्रेकिङ मार्गमा परिणत भए। अन्नपूर्ण सर्किट, मुस्ताङ ट्रेक, एभरेस्ट बेस क्याम्प यी सबै ती प्राचीन व्यापार मार्गहरूकै आधुनिक रूप हुन्। आज पर्यटकहरू हाम्रा पुर्खाहरूले व्यापारिक यात्रा तय गरेका तिनै पदचापहरूमा हिँड्दैछन्। शेर्पाहरू आज कुशल पर्यटन मार्गदर्शक बनेका छन्। हिमाली भूभागबारे उनीहरूको अमूल्य ज्ञान अझै पनि उत्तिकै महत्त्वपूर्ण छ। तर अहिले उनीहरू पर्वतारोहीहरूलाई सगरमाथा आरोहणमा सघाउँछन्। नाम्चे बजार अझै पनि चहल पहल पूर्ण छ। तर याकहरूको स्थानमा अहिले त्यहाँ पदयात्रीहरू, ट्रेकरहरूको बाहुल्यता देखिन्छ। र अब यो गाथाको अन्तिम तर सर्वाधिक महत्त्वपूर्ण पक्षमाथि विचार गरौँ। चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ नामक एक विशाल परियोजना प्रारम्भ गरेको छ। यो 21औं शताब्दीको नयाँ रेशम मार्ग हो र यसमा नेपालले पुनः एक महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। नेपालको भौगोलिक अवस्थिति आज पनि उत्तिकै सामरिक र महत्त्वपूर्ण छ। चीन र भारत आज विश्वकै दुई विशाल अर्थतन्त्रका रूपमा स्थापित छन्। उनीहरू बीचको व्यापार निरन्तर विस्तार हुँदैछ।
यस बृहत व्यापारिक सम्बन्धमा नेपालले पुनः एक सेतुको भूमिका खेल्न सक्छ। यदि हामीले दूरगामी र रणनीतिक योजनाहरू बनायौँ भने नेपाल पुनः समृद्धिको पथमा अग्रसर हुन सक्छ। श्रोतावृन्द, आज हामीले हाम्रा पुर्खाहरूको अद्वितीय गौरव र महानताको बारेमा बुझ्यौँ। उनीहरूसँग आधुनिक सुविधाको अभाव थियो, तर उनीहरूको अदम्य साहस, प्रखर बुद्धि र अथक परिश्रम अतुलनीय थियो। उनीहरूले नेपाललाई विश्व व्यापारको एउटा महत्त्वपूर्ण धुरी बनाए। हामी नेपाली हौँ। हामीसँग गर्व गर्न लायक अनेकौं पक्षहरू छन्। हाम्रो इतिहास गौरवशाली छ। हाम्रा पुर्खाहरू साहसी र वीर थिए र हामी पनि उनीहरूकै पदचिह्नमा हिँड्दै त्यस्तै महान बन्न सक्छौँ। यदि यस गाथाले तपाईको हृदयलाई छोयो भने कृपया यो प्रस्तुतिलाई मन पराउनुहोस्, लाइक, हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, आफ्ना विचारहरू टिप्पणी कमेन्टमा व्यक्त गर्नुहोस् र यो गौरवशाली इतिहास सबै नेपाली माझ पुर्याउन साझा गर्नुहोस्, किनकि सबैले आफ्नो स्वर्णिम विगतबारे ज्ञान प्राप्त गर्नुपर्छ। हामी चाँडै नै अर्को रहस्यमय र ज्ञानवर्धक गाथाका साथ पुनः उपस्थित हुनेछौँ। तबसम्म नेपाली हुनुमा गर्व गर्नुहोस्। धन्यवाद। जय नेपाल।